सबैभन्दा ठुलो दोषी हो नि थाहा छ तपाईँलाई रवि लामिछाने हाम्रो आन्दोलनको विज्ञप्ति निकाल्नु भएको थियो उहाँले तपाईँहरू गृह मन्त्रालय छिर्नुहोस् त्यहाँ एउटा क्याबिनेट छ त्यहाँनिर 25वटा फाइल छन् भ्रष्टाचारको ती फाइल निकाल्नुहोस् यो सबै रमेश लेखकको हो भनेर नाम तोकेर मेरो हातमा हतघडी छ अर्काको हातको घडी छ त्यो खोज्नुहोस् भनेर भन्नुभएको के अङ्कित करलाई गर्नुभएको गृह मन्त्रालय जानु भनेर सिंहदरबार छिर्नुहोस् भनेर उहाँले भने अनि छिरेर जलाए भनेर पनि उहाँले जेल हाल्ने भनेपछि यो कस्तो दोग्लापन हो उहाँको किन विज्ञप्ति निकालेर त्यस्तो भन्नेको त राज्य विरुद्धको कसुर भन्दैन यसलाई गृहमन्त्री भएको मान्छेले त शपथ खाने बेलामा त गोपनीयताको पनि भन्ने एउटा शब्द शपथ खा होला नि त त्यो बेलामा ओपन बोर्डर भएको देश हो हाम्रो त्यहाँनिरबाट धेरै आपराधिक क्रियाकलाप गर्ने मान्छेहरू त्यो आन्दोलनको क्रममा मिसिएका थिए भने त्यसलाई गृह मन्त्रालयको फाइल कहाँ छ के छ छिर्नुहोस् भनेर अङ्कित गर्नु भनेको चाहिँ राष्ट्र विरुद्धको कसुर हो के त्यो हामी त यहाँले भन्नुभयो नि त्यो भेडा होइनन् अब भेडा बनाइएको त्यो पनि कस्तो भन्दाखेरि अब त अल्गोरिदमले बनाइदियो भेडा यहाँले सुरुमै भन्नुभयो नि त केही बोल्यो यति खनिन्छन् अब त्यही भन आमाहरू छोरी भएको आमाहरू मलाई विभिन्न गाली गलौजवाला शब्द लेख्नुहुन्छ कि